तपाईहरु महानगरपालिकाको कुरामा एग्री हुनुहुन्छ, महानगरपालिकाले तपाईलाई टुङ्गाउने भनेर तपाईहरु विश्वस्त भएर त्यो मिटिङबाट निस्केको हो भने मलाई अहिले मुद्दा फिर्ता गरेर मलाई छुट्टा दिनुहोस्, किनभने बिचमा म छु हैन। यहाँ तपाईहरुको पनि आफ्नो पेशा व्यवसाय चलिरहेको छ, कतिलाई मर्का परेको छ। तपाईहरुको मर्कामा 5 वर्ष भिडे म एकतर्फी रूपमा हैन, महानगरपालिकाले स्वामित्व लिएपछि त मेरो जिम्मेवारी हटेकै थियो। भिडे म लडे, धाएँ, कहाँ पुगे, के भए, कति गाली खाएँ, कति के हो, मेरो सबै चिज भयो हैन। अब अर्को कुरा के भन्दाखेरि होइन भने अब महानगरपालिकाले तपाईहरुसँग डिल गरेको कसको कति तिर्नु छ, उनीहरूले 78 सालमै अडिट गरेका रिपोर्टमा तपाईहरुको सबैको डाटा छँदैछ, यहाँ सबै चिज छ। तपाईहरु फेस गर्नु कि महानगरपालिकाले मलाई फुका गर्नु, यहाँका त कसैको जिन्दगी रोकिया छैन। रोकियो त मेरो रोकियो नि त, न यहाँ हाकिमको रोकियो, न मेयरको, न उपमेयरको, न कोही कर्मचारीको। कहीँबाट रोकिएको छ त कसैको? यहाँ रोकिएको जिन्दगी त मेरो छ। यहाँ न पेसा रोकियो, सबै रोकियो। म कहाँनिर चाहिँ चित्त बुझाउँथेँ भने 78 सालमा यहाँको रामबन्धु सुवेदीले पत्र बुझ्दै यो दायित्व चाहिँ तिर्न मिल्दैन, यो सार्वजनिक खरिद प्रयोग नभएको चिजको भनेर चाहिँ उहाँले भनिदिएको भए त पब्लिकमा कुरा राखिन्थ्यो नि त। सबै कुरा भनिन्थ्यो, छ्याङ्गै तिर्दा रहेछ, तिर्नु छ भनिन्थ्यो होइन। म यो ठग पनि बन्दिनँ थियो होला। ठग प्रमाणित गर्न 5 वर्ष लाग्यो मलाई, 5 वर्ष। त्यो रिपोर्ट हेर्नै दिएन मलाई यहाँ रामबन्धु सुवेदी सरले। खामबन्दी भएर आएको छ, उतै खेलकुद मन्त्रालय पठाउने। अडिट रिपोर्ट आउनुभन्दा अगाडि मन्जुरीनामा दिन लाग्यो मलाई। भाषा त पढ्नु भएको छ तपाईँहरूले। म चाहिँ त्यस्तो लाटो भएर म जे हो त्यही भनेर बस्थेँ होला त। त्यतिखेर खुलाउने भनेर मैले जबरजस्ती गरेको उसलाई, रामबन्धु सुवेदी र जगन्नाथ हरे। माघको 20 गते मन्जुरीनामा दिएको छ अनि माघको 28 गते अडिट रिपोर्ट आएको छ। 16 गते र 28 गते एउटा 13 गते के भन्दैन भने प्राविधिक रिपोर्ट के भन्यो नगरपालिका र धिर्मु सुन्दरी अनि हामीको बदमा एउटा केही निकास गरेर निकालौँ नि त, उहाँलाई नि बोलाउँ भनेर भने हो कि होइन। भन्दाखेरि अब जो बोल्यो नि त्यही कुरा हो भने 57 करोड भ्रष्टाचार भनेर एकैजना सम्मानित व्यक्तिले उजुरी हालेकोले मेरो परिवारलाई कुन मानसिक तनाव भोग्नु पर्यो, कुन अवस्थामा हामीलाई पुर्याइयो भन्ने कुरा त मैले अख्तियारमा गएर बयान दिएर त्यसको तामेलीमा हालिसकेपछि त्यो पछाडि राष्ट्रिय सतर्कता केन्द्रले टेक्निकल अडिट गर्दाखेरि त्यहाँ चाहिँ अख्तियारका मान्छे प्राविधिक र सिए पनि बस्दा रहेछन्। कुनै यहाँ फिल्डमा आएर हेरेर चेक जाँच, एउटै विषयमा 1000 चोटि चेक जाँच भइसकेपछि अब डराउनु पर्ने त केही थिएन होला नि। मानवीय समवेदना पनि हुन्छ होला कति ठाउँमा, विपद हुन्छ होला, अर्को के हुन्छ होला होइन, कुन कन्डिसनमा गरेको निर्णय भन्ने हुन्छ नि होइन। अनि मैले बसौँ जेल जानु पर्यो, तिनटै पार्टी जाने, सप्लायर्स पनि जान रेडी छन्, म त गइ नै हाल्ने, मलाई त लगिहाल्नु पर्यो होइन। यसरी टुङ्गाउँ भनिरहेको। अब मलाई यहाँ अरू केही छैन, भरतपुरले स्वामित्व लिइसकेपछि मलाई चाहिँ त्यो फरफराको जिम्मा महानगरपालिकाले लियो भन्दा त उहाँहरूलाई 5 महिनामा पैसा दिए पनि, 6 महिनामा दिए पनि, दिँदै नदिए पनि 18 करोडमा 12 करोडमा मिलाए पनि त भयो नि त होइन। म त उम्के नि त। यता पार्टी मुद्दा पनि फिर्ता नगर्ने, मलाई नै चेप्ने, यहाँबाट अब छुटकारै नमिल्ने भयो क्या। तल सामान छ त्यो बेच्छु नै भन्दाखेरि त्यो बेच्ने सामान पनि तल छैन, त्यति पनि थाहा छ मलाई। त्यो त सार्वजनिक सम्पत्ति होला, हिजो बाहनाहरूले लिएको त्यो सम्पत्ति त सबै मबाट लिएको चिजको त म मजदुरको पैसा त तिर्दै नि त होइन। 2 जना मजदुर मरिरहेको छ यहाँ नाइकी अन्तरको। अनि 5 वर्ष पछाडि आएर चाहिँ अझै पनि सोल्युसन छैन क्या। आज चाहिँ बजाइमा के भयो मैले 3टा कुरा गरेँ। पहिलो त बोर्डबाटै टुङ्गाउँ होइन, त्यतिबाटै गरिदिनु। मेरो स्वास्थ्य अवस्था र मेरो बच्चाको उपचारतिर म लाग्छु भने, मेरो छोरीको कन्डिसन जे हो देखिरहनु भएको छ त्यो भने। दोस्रो, पार्टीहरूको पेमेन्टको जिम्मेवारी तपाईँहरूले लिएर मलाई यहाँबाट उम्काइदिनु। म त मुक्त भएँ, तपाईँहरू पार्टीहरूसँग 2 पक्ष हुन्छ, डिल गर्नु। म आउनुपर्ने ठाउँमा म आउँछु, कहाँनिर उपस्थित भइदिनुपर्छ, म त्यतिखेर आउँछु भने। तेस्रो, यदि यो कहीँबाट केही मिल्दैन भने तल 2 करोड 46 लाखको सामान फिर्ता गर्नु, म त्यो बेच्छु, कति आउँछ अनि त्यसले मजदुरको पैसा तिर्छु र अन्यको कति तिर्न पुग्छ त्यही हो। त्यो 3टैमा भएन। हाकिम साहबले चाहिँ त्यो सामान बेच्ने ल ल ल भनेर झलकजीलाई पनि बोलाउनु। अनि पार्टीहरू पनि आइरहेछन्, उहाँहरूसँग बस्नु, अनि उहाँहरूले के भन्नुहुन्छ अनि त्यो पछाडि फेरि म बस्छु भने। उहाँहरू मिटिङ सकेर आउनुभयो। अनि आइसकेपछि उहाँहरू अब तपाईँले त दिने बेलामा यसरी दिएको रहेछ, उस्तो रहेछ, यस्तो यस्तो कुरा आयो भनेर उहाँहरूले मलाई तल आएर चेप्न थाल्यो।
अनि म लु जाउँ त ल सबै पार्टी बसौँ न त एक ठाउँमा भनेर लिएर जाँदाखेरि भित्र अब उपमेयर साहब पनि रन्किने मेयर साहब पनि यो विषयमा इन्टरटेन नगर्ने हाकिम साहब त भर्याङबाट देखिहाल्नुभयो लुई हिँड्नुभयो 7 दिन लाएर एउटा पत्र उहाँ लेख्न सक्नुहुन्न भने माथिबाट के जवाफ आउँथ्यो यहाँ भएको यति हो हामी पनि यसको बारेमा